गुड मर्निङ गाइस। आज 11 मार्च हामी जान लागेको छ बिहान आज 6 बजेर सायद 15-20 मिनट भयो होला। जानेछौँ जामा मस्जिदको बजार जो कि तपाईको चाँदनी चौकको त्यहाँनिर लाग्छ, जसलाई चोर बजार पनि भनिन्छ। त्यहाँ जान लागेको छ दुई भाइ र अगाडिको भिडियो म अगाडि हाल्छु। अहिले चाहिँ बाटोमा छौँ। हेर्नुहोस् त भ्यू, हेर्नु त कस्तो दामी भ्यूज त हैन। अब यो आर्किटेक्चर 400 साल अगाडि बनिएको आर्किटेक्चर हेर्नु, अहिले पनि जस्तोको त्यस्तै छ। कस्तो दामी लाल किल्ला। भाइलाई फोटो मन परेन अरे। भाइ गयौँ हामी जामा मस्जिद। यो आयौँ जामा मस्जिद गेट नम्बर 2। लु आइपुग्यौँ हामी लाल किल्ला। भर्खर जामा मस्जिदबाट यो लाल किल्ला आइपुग्यौँ। अगाडिको भिडियो अगाडि देखाउँछु। आजदेखि 10-11 साल अगाडि आएको थिएँ म र 2015 या 14 मा आएको थिएँ र अहिले 25 फेरि आएको छु। यो रेड फोर्ट भित्र पस्नेको एन्ट्री, भित्र भिजिट गर्ने दुईजनाको 100 रुपैयाँ। यो तपाईको रेड फोर्टको एन्ट्री गेट। यो एन्ट्री गेट दुईटा टप राखिरहेछ। वाह, यहाँ मेला पनि लागिरहेछ। यहाँ हामी छौँ भाइ र म। हामी भित्र हेर्नुहोस्, यत्रो साल अगाडि बनाएको यो आज पनि जस्तोको त्यस्तै छ। यस्तो दामी छ। यो चाहिँ बादमा रेनोभेट गरेको हो। यो एरिया चाहिँ पुरानै हो। हाम्रो तिरङ्गा लहराइरहेछ माथि, हेर्न सक्नुहुन्छ। यो हो नगडा भवन। यहाँनिर सङ्गीत हुन्थ्यो पहिला राजाको शासनको टाइममा, 300 साल अगाडि, 1712 देखि लिएर 1719 सम्म। र यो राजगद्दी अहिले म देखाउँदैछु तपाईँलाई अगाडि। यहाँ हो तपाईँको राजाको गद्दी र यो एरिया हेर्न सक्नुहुन्छ। म तपाईँलाई देखाउनेछु गद्दी अगाडि। यो त्यसको बारेमा लेखेको छ तपाईँको। यो चाहिँ त्यो जग्गा हो जहाँनिर शाहजहाँ बसेर आम जनताको बारेमा, मतलब उनीहरूको के परेशानी छ सुन्थ्यो बसेर। शाहजहाँको तपाईँलाई गद्दी देखाउँछ अब म। यो हेर्न सक्नुहुन्छ शाहजहाँको गद्दी। यहीँ बस्थे मुगल सम्राट जो पनि आए उहाँको गद्दी। यो यहाँ गुनासो सुनिजान्थ्यो, हेर्न सक्नुहुन्छ। अहिलेसम्म हिफाजतले पुरा ग्लासले छोपेर राखेको छ अहिले फिलहाल। पहिला त खुल्लै हुन्थ्यो, अहिले त ग्लास लगाएको रहेछ यहाँनिर पुरा टोटली। अब निस्केको हामी गाइस भाइ। तपाईँलाई म सारा